आज चाहिँ रन्जनाको बर्थडे हो। म चाहिँ अहिले 9:30 बजे केक लिन जाँदैछु। सरप्राइज दिने भनेर रन्जनालाई। हेरौँ है रन्जना सरप्राइज हुन्छ कि हामी नै सरप्राइज हुन्छौँ। म चाहिँ जाँदैछु यस्तो अँधेरो हो अब केक लिन जान लाग्नु मलाई। खै भ्यायो कसले गर्छ खै पढिरहेको म चाहिँ यहाँ हाम्रो सप्ता गण्डकी चोकमा रहेको केक सपमा आएको। अहिले चाहिँ यस्तो राम्रो नयाँ डेकोरेसन गर्नु भएको छ दिदीले। मैले पहिला सोधेँ दिदी भिडियो खिच्छु है भनेर सोधेँ, हुन्छ भन्नुभयो। अनि मैले भिडियो खिचेँ सर्लक्क। केक चाहिँ त्यहाँ नाम लेखिदिँदै हुनुहुन्थ्यो। त्यति जेलमा चाहिँ मैले केक त्यो नाम लेखन्जेल चाहिँ मैले भिडियो खिचेँ। अनि त्यसपछि 9:30 भएको थियो। म ठ्याक्कै ट्रेकिङमा परेँ सप्ता गण्डकी चोक हेरेँ। त्यसपछि अब चेकिङमा परेपछि झन् ढिलो भयो एकछिन। उहाँ चाहिँ सुतिसक्नु भएको थियो सबै। मैले चाहिँ भाउजूलाई सुक्क फोन गरेर रन्जनालाई नभन्नु है भनेर सरप्राइज दिने भनेर चाहिँ पहिला फोन गरेँ। अनि गेट खोलिदिनँ भने अनि त्यसपछि केक लिएर गएको हो। त्यसले केक रेडी भयो। अब म पहिला आएको थिएँ केक लिएर। अनि अङ्कलहरू पनि आउनुभयो हाम्रो फेसन र कोही बहिनी चाहिँ छुट्टी पारेर कोही दिदी अघि अघि। अनि हाम्रो चाहिँ यहाँ पछि पछि आउँदै हुनुहुन्छ। ह्याप्पी टु यु भन्दै बहिनीले चाहिँ होइन ह्यापी बर्थडे टु birthday to you. Happy birthday to you. तन्कालौँ ल छोरी ह्याप्पी बर्थडे भन। हाम्रो चाहिँ यहाँ दिदी बहिनीहरूको कम्पिटिसन भइरहेको। कसले केक काट्ने कसले के गर्ने, कोही मिलाउने कोही मुढा कुर्सी ल्याउने। विशेषताले कतिखेर केक काटेर खाम भनेर हतार भयो हतार विशेषतालाई। हाम्रो बर्थडे गर्ल निन्द्रामै हुनुहुन्छ। दिदी ता यता आऊ मैला पो रमाइला त रन्जनले हेर्छ के नहाल्नु मलाई फु गर्दै ल ल फुके खाऊ त ल फु ह्याप्पी बर्थडे ल ताली 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 विशेष त कहाँको हुँदैन त्यो कपडाको फेसन समाउँछु त्यति त पड्काउनु ल्याउनै बिर्सेछ। ल
रोक्ने म थोरै यसको सारा केकमा छ खाने के यसलाई खाने म Happy birthday to you. Happy birthday to you. त्यहाँ राखेर गर्नु सँगै हिँड्यो यो खाँदा त कति राम्रो आहा हो ल ल काट काटेर नाना खुवाइदेऊ ल के खाने खाने ल ह्याप्पी बर्थडे रञ्जना रञ्जनाको बर्थडेको केक मैले काट्दैछु ल खुवाइदिन्छौ यो भएन कि सानो भयो अलि यो सानो भयो यो प्लेट सानो हो ल दिनु दिनु हजुर देऊ नानालाई त उतै लड्दै हो ल आऊ यता बस आऊ यहाँ खाने आऊ यहाँ तल खै ल्याउ न उयो कान्छा गर्छ ह्याप्पी सुरु ल बर्थडे गर्लको पोज कहाँबाट पानी आहा यसकै होला कि यो सिरप सुगर सिरप टिभी निलो आउँछ है कहिले हो केक हो र 10 वर्ष दिन्छ डबल किलो गरे हो क्या 10 बर्थडे भएको मान्छे यो नि हो नाना भन आज तपाईँसित नजान्ने नाना फेरि भन ह्याप्पी सुयो भनिदेऊ ह्याप्पी बर्थडे भन्दियो मलाई ल भन्नु नाना हामी चाहिँ नानाको बर्थडेको केक खाएर अब हामी घर जान्छौँ 10 बज्न लागिसक्यो बाई गुड नाइट